नमस्कार, अपन समाचारमा स्वागत छ। अब समाचार विस्तारमा। निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी दर्ता भएको जानकारी संघीय संसद सचिवालयलाई पठाइएको छ। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट विद्रोह गरी अशोक कुमार राई नेतृत्वमा जनता समाजवादी पार्टी बनाउन आइतबार निर्वाचन आयोगमा निवेदन परेको थियो। आयोगले सोमबार आज सो दललाई दल दर्ताको प्रमाणपत्र दिएको छ। जनता समाजवादी पार्टीले निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै आयोगले सो कुराको जानकारी संघीय संसद सचिवालयलाई पनि गराएको छ। राई नेतृत्वको जसपामा 7 जना सांसदहरू रहेका छन्। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले निर्वाचन आयोगले जनता समाजवादी पार्टी दर्ता गराएको बेहोरा उल्लेख गरी सचिवालयलाई पत्र पठाइएको जानकारी दिनुभयो। निश्चय नै सचिवालयले अब सदनमा उहाँहरूको कहाँ बस्ने भन्ने सन्दर्भमा उहाँहरूसँग सोधिसके पछाडि उहाँहरू सत्तापक्षमा बस्ने अथवा प्रतिपक्षमा बस्ने भन्ने जानकारी गराउनुहुन्छ। गराइसके पछाडि सोही अनुकूलको सिट व्यवस्थापनको कार्य निर्वाचन संघीय संसद सचिवालयले गर्छ। उहाँले आगामी वैशाख 28 गते संसदको बजेट अधिवेशन आह्वान भएको सन्दर्भमा जसपा सत्तापक्ष वा प्रतिपक्षमा बस्ने कुरा सोधेर सोही अनुसारको सिट व्यवस्थापन गर्ने जानकारी दिनुभयो। उहाँले जसपालाई संसदीय दलको कार्यालय समेत उपलब्ध गराइने बताउनुभयो। जनता समाजवादी पार्टी नेपालबाट फुटेर बनेको जसपा राष्ट्रिय मान्यता प्राप्त दल हो वा होइन भन्ने कुराको पुष्टि भनी निर्वाचन आयोगले गर्ने उहाँले स्पष्ट पार्नुभयो। नवगठित जनता समाजवादी पार्टीका अध्यक्ष अशोक कुमार राईले उपेन्द्र यादवसँग असन्तुष्टि चुलिँदै गएपछि नयाँ पार्टी बनाउनु परेको बताउनु भएको छ। निर्वाचन आयोगले दिएको दल दर्ताको पत्र सांसद सचिवालयमा बुझाउन सोमबार अपराह्न सिंहदरबारमा पुग्नुभएका उहाँले न्युज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै सो कुरा बताउनु भएको हो। पार्टीको आसन्न महाधिवेशनमा लाठे रोपाई हुने स्थिति देखेपछि त्यही पार्टीमा बस्ने कुरा राम्रो नहुने भएको भन्दै नयाँ पार्टी दर्ता गरेर जाने आफूहरू निष्कर्षमा पुगेको बताउनुभयो। अध्यक्ष राईले सत्ता राजनीतिका कारण आफूहरूले पार्टी विभाजन नगरेको जिकिर पनि गर्नुभयो। सांसदहरूले संसदीय दल विभाजन गरेको हुनाले सत्ता राजनीतिसँग कुनै न कुनै रूपमा जोडिने जाने भए पनि सत्ता राजनीतिको कारण पार्टी विभाजन नभएको उहाँको भनाइ थियो। अध्यक्ष राईले आफ्नो पार्टीले अब संसदमा रचनात्मक क्रियाकलापलाई गर्दै अघि बढ्ने कुरा बताउनुभयो। पार्टीको एकता भएर जनता समाजवादी पार्टी नेपालसम्म आइपुग्दा अब 9 वर्ष भयो। 9 वर्षको सहकार्यमा हामीले भौतिक रूपमा देखिने गरी प्रगति पनि गर्न सकेनौँ। एकता पछि पनि होइन। अब जब महाधिवेशन आयोजना गर्ने प्रक्रिया नै विवादास्पद छ, विधि सम्मत छैन र जबरजस्तीको जोड छ भनिसकेपछि अनि त्यो महाधिवेशनले के निकास दिन्छ, के निर्णय दिन्छ भनेर अध्यक्ष राईले यादवले सत्ता गठबन्धन फेरबदल गर्ने कुराबारे आफूहरू बेखबर रहेको पनि बताउनुभयो। प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान संविधान अझै पूर्ण नरहेको बताउनु भएको छ। सोमबार काठमाडौँमा आयोजित बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषा ऐन शुभारम्भ तथा भाषा दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले नयाँ संविधानमा पहिचान र अधिकार स्थापित गर्न मुख्य रूपमा सङ्घर्ष गर्दै आए पनि अझै पूर्णता पाउन नसकेको बताउनुभयो। उहाँले इमान्दार भएर सङ्घर्ष गरिरहने हो भने संविधानमा स्थापित गर्न बाँकी अधिकार क्रमशः स्थापित हुँदै जाने विश्वास व्यक्त गर्नुभयो। उहाँले सबै उत्पीडित वर्ग, जाति र समुदायले आफ्नो पनि असली प्रवृत्तिको पहिचान गरी पहिचान र अधिकारको राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन आग्रह पनि गर्नुभयो। उहाँले नेपाली समाजको विशेषता र सामाजिक बनावट अनुसार सबै वर्ग, जाति, क्षेत्र, लैङ्गिक र समुदायको पहिचान तथा अधिकारका लागि आफूले सङ्घर्ष गर्दै आएको पनि सो कुरा बताउनुभयो। त्याग र बलिदानको बलमा संघीय लोकतान्त्रिक गणतन्त्र समावेशी समानुपातिक सहितको संवैधानिक व्यवस्था भएको छ। यद्यपि वर्तमान संविधान पनि अझै यसलाई पूर्णता दिन बाँकी छ। नयाँ संविधानमा पहिचान र अधिकार स्थापित गर्न हामीले मुख्य रूपमा सङ्घर्ष गर्दै आएका थियौँ। इमानदार र निरन्तर सङ्गठित प्रयास भइरहने हो भने संविधानमा संस्थागत गर्न बाँकी अधिकार। प्रधानमन्त्री दाहालले भाषा आयोगमा नेवार समुदायलाई बुझेको दक्ष व्यक्ति राख्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
नेकपा राष्ट्रिय एकता अभियानमा संयोजक वामदेव गौतमले आफू एमालेमा आउन आतुर रहेको बताउनु भएको छ। गौतमले आफूलाई छिटोभन्दा छिटो एमालेमा प्रवेश गराउनका लागि अध्यक्ष केपी शर्मा ओलीलाई दबाब दिन पनि एमालेका नेता कार्यकर्तालाई आग्रह गर्नुभयो। सोमबार राजनीतिज्ञ सिद्धिनाथ ग्वाली स्मृति ग्रन्थ विमोचनका लागि अध्यक्ष ओलीसँग एमाले मुख्यालय च्यासलमा पुग्नुभएका उहाँले आफूलाई नम्रतासम्म काम गर्न अवसर दिन आग्रह गर्नुभयो। गौतमले आफू अध्यक्ष ओलीको आलोचना गर्न खुट्टा तान्न नभई सो पार्टीलाई 2084 सालको निर्वाचनमा 60 लाख मत हासिल गर्न योजना सहित एमालेमा आउन चाहेको कुरा अध्यक्ष ओलीलाई भनिसकेको पनि स्मरण गराउनुभयो। त्यसका लागि आफूलाई एमालेले सो अभियानको कमान्डर बनाउनु पर्ने उहाँको प्रस्ताव थियो। एमालेका तत्कालीन उपाध्यक्ष समेत रहनुभएका गौतमले आफू एउटा शक्ति भएको उल्लेख गर्दै त्यसलाई एमालेले प्रयोग गर्दा हुने बताउनुभयो। हलाउनको निम्ति तपाईको आलोचना गर्नको निम्ति तपाईलाई खुट्टा तान्नको निम्ति म तपाईको पार्टीमा आउने हैन, म तपाईलाई सहयोग गर्न आउने। तपाईले जति उपलब्धि हासिल गर्नुभएको छ त्यो भन्दा बढी उपलब्धि हासिल हुने गरी म आउँछु। मैले उहाँलाई भने आगामी 84 को निर्वाचनमा हामीले 60 लाख मत प्राप्त गर्ने गरी योजना। गौतमले आफूले एमालेमा आएर काम गर्न चाहेको पनि पटक पटक दोहोर्याउनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा प्रवेश गर्न वामदेव गौतमको प्रस्तावलाई आफूले सकारात्मक रूपमा लिएको बताउनु भएको छ। सोमबार पार्टी मुख्यालय च्यासलमा आयोजित राजनीतिज्ञ सिद्धिनाथ ग्वाली स्मृति ग्रन्थ समारोहमा ओलीसँगै सहभागी हुनुभएको नेकपा राष्ट्रिय एकता अभियानका संयोजक गौतमले छिटोभन्दा छिटो एमाले प्रवेशका लागि अध्यक्ष ओलीलाई दबाब दिन एमाले नेता कार्यकर्तालाई दबाब दिन आग्रह गर्नुभएको थियो। ओलीले त्यसको जवाब दिने क्रममा सो प्रतिक्रिया दिनुभएको हो। उहाँले सो विषयमा छलफल गर्नका लागि उपयुक्त थलो नभएकाले त्यस विषयमा प्रवेश नगर्ने उल्लेख गर्दै पछि अर्को समयमा छलफल गर्न पनि बताउनुभयो। अध्यक्ष ओलीले गौतमको भावनालाई अघि बढाउने बताउनुभयो। अहिले छलफल गर्न सक्छु। म यति भन्न सक्छु, वामदेवजीको अहिले जुन भावना अभिव्यक्त भएको छ, एकताको भावना, त्यो सकारात्मक भावना हो। यस भावनालाई अगाडि बढाउनु। उहाँ राष्ट्रिय एकता महाअभियानको अध्यक्ष हुनुहुन्छ। त्यस अवसरमा अध्यक्ष ओलीले गौतम नेकपा एकता राष्ट्रिय अभियानको संयोजक रहेको उल्लेख गर्दै सो अभियानको पनि सफलताको कामना गर्नुभयो। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले हाहा हुहु गर्नेहरू पनि अहिले मन्त्री भएको टिप्पणी गर्नुभएको छ। सोमबार पार्टी मुख्यालय च्यासलमा आयोजित राजनीतिज्ञ सिद्धिनाथ ग्वाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो। ओलीले संसदमा कसैको पनि बहुमत नभएकाले हाहा हुहु गर्नेहरूले पनि गठबन्धन मिलाउने क्रममा मन्त्री हुने मौका पाउने अवस्था आएको पनि स्पष्ट पार्नुभयो। त्यागको अवमूल्य र अपमान गर्ने भुइँ फट्टा प्रवृत्ति मुलुकमा खेपा परेको देखा परेको उल्लेख गर्दै ओलीले त्यस्ता प्रवृत्ति बेला बेलामा प्रकट भए पनि धेरै टिक्न नसकिने बताउनुभयो। उहाँले त्यस्ता प्रवृत्तिहरूलाई चिन्न बुझ्न राजनीतिज्ञ ग्वाली जस्ता नेताहरूको देश र जनताप्रतिको स्मरणप्रति सम्मान भाव राख्दै अघि बढ्न पार्टीका नेता कार्यकर्तालाई सचेत गराउनुभयो। मन्दिर भत्काउन खोज्ने, त्याग बलिदानहरूको अपमान गर्न खोज्ने, योगदानको अवमूल्यन गर्न खोज्ने, नकार्न खोज्ने, त्यसको केही अर्थ थियो परिवर्तनमा भन्ने कुरा बिर्सिन खोज्ने त्यो प्रवृत्ति। यद्यपि त्यस्तो प्रवृत्ति क्षणिक, आन्दोलनमा देशमा विभिन्न प्रकारका प्रवृत्तिहरू प्रकट भइरहन्छ। समय समयमा विभिन्न प्रवृत्तिहरू प्रकट हुन्छन्। हाम्रोमा पनि प्रकट भएका छन् विभिन्न समयमा विभिन्न प्रवृत्तिहरू। हामी विभिन्न खालका आवधिक हावाहुरीले ल्याउने प्रवृत्तिहरू, असन्तुष्टिले जन्माउने प्रवृत्तिहरू, यस्ताबाट प्रभावित नभइकन आफ्ना महान उद्देश्यतर्फ अध्यक्ष ओलीले एमालेले आफूलाई राष्ट्रिय निर्णायक शक्तिको रूपमा अभ्याउन
चाहेको उल्लेख गर्दै त्यसमा साथ दिन पनि सबैलाई अपिल गर्नुभयो। अब सानो व्यावसायिक विश्रामपछि बाँकी समाचार। जस्तोसुकै प्रयोजनका लागि अति उपयुक्त अत्याधुनिक भवन भाडाका लागि खुल्ला छ। जनकपुर धामको अति व्यस्त मुख्य बजार र सडकमा श्री जानकी मन्दिर र श्री राम मन्दिर भन्दा एकदमै नजिक महावीर चौक सुनारपट्टि जाने मुख्य सडकमा 4 तल्लाको अत्याधुनिक भवन, हरेक तल्लामा 2500 स्क्वायर फिट क्षेत्रफलमा सोचे अनुसारको कामका लागि उपयुक्त भवन। पहिलो तल्ला बैंक, वित्तीय संस्था वा कुनै पनि व्यावसायिक प्रयोजनका लागि अति उत्तम। दोस्रो तल्ला लामो र चौडा हल, जसलाई आफ्नो हिसाबले पार्टिसन गर्न मिल्ने। तेस्रो तल्ला स्मार्ट एपार्टमेन्टका लागि एकदमै उपयुक्त। चौथो तल्ला सम्पूर्ण खुल्ला हल, जुनसुकै प्रयोजनमा प्रयोग गर्न सकिने। पर्याप्त इलेक्ट्रिसिटी, खाने पानी, लिफ्ट, इन्टरनेट सुविधा, बेसमेन्ट पार्किङ, मोसन सेन्सर, सेक्युरिटी गार्ड सहित हरेक सुविधा सम्पन्न अत्याधुनिक भवन भाडाका लागि प्रतीक्षारत छ। छिट्टै गर्नुहोस्। विशेष जानकारीका लागि कन्ट्याक्ट काठमांडू के पैराडाइज मेन पावर अब अपने जनकपुर धाम में वैदेशिक रोजगार के लिए संपूर्ण कार्य करे वाला सऊदी, कतार, दुबई, मलेशिया, कुवैत लगायत संपूर्ण देश सब में गारंटी के साथ पठावा वाला, अपने के कहल बमोजिम के सैलरी में गारंटी के साथ विदेश पठावा वाला एकमात्र भरोसेगर कंपनी अब अपने जनकपुर धाम में पैराडाइज मेन पावर। आप विदेश जाए के लिए करावा वाला संपूर्ण कार्य सब के लिए काठमांडू ने जाए पड़त अपने जनकपुर धाम में आबि गेल पैराडाइज मेन पावर। जाए के लागि जे आम पब्लिक सबके काठमांडू जाकर घंटों लाइन में लागे पड़े छले इंटरव्यू के लागि और 10-15 हजार रुपया खर्चा होय छले। अब काठमांडू नहीं जाए पड़ते, मेन पावर अपने से जनकपुर के भवनपुरा में आबि गेल। पैराडाइज मेन पावर में इंटरव्यू सहित के एकदम गारंटी के साथ में विदेश पठावे के काम हो रहा है। विस्तृत जानकारी के लिए संपर्क करी पैराडाइज इंटरनेशनल प्राइवेट लिमिटेड, ब्रांच ऑफिस जनकपुर धाम, भ्रमरपुरा चौक, परिक्रमा सड़क। कॉन्टैक्ट 9801-25430, ISO 9001-2000 सर्टिफाइड। समाचार लेखिएको छ भन्ने कुरो सम्बन्धित साथीहरूलाई पनि थाहा नभइकन हामी शेयर गर्न थाल्छौँ, लाइक गर्न थाल्छौँ, धेरैभन्दा धेरै साथीहरूको बिचमा पुर्याउन खोज्छौँ। तर सत्य कुराहरू के हो भन्ने कुरो त्यो सम्बन्धित व्यक्तिलाई सम्म पुगेर सोध्न चाहँदैनौँ। म आग्रह गर्न चाहन्छु यस्ता नकारात्मक समाचारहरूलाई लाइक, शेयर, कमेन्ट नगरिदिनु होला। पत्रकार साथीहरूले, सुरक्षा निकायहरूले चाहिँ यो कसैप्रति आग्रह पूर्वाग्रह रहनु हुँदैन। उहाँहरू कुनै दलको भनिदिनु हुँदैन। तपाईहरु एउटा निष्पक्ष चाहिँ निकाय हो। तपाईहरुले पर्यवेक्षकको रूपमा रहेर आफूले जे देख्नु भएको छ त्यो यथार्थपरक तपाईहरुले चाहिँ सूचनाहरूलाई सम्प्रेषण गरिदिनु पर्छ। महिला दिदीबहिनीहरूलाई घरमा, परिवारमा, समाजमा र यो राज्यमा धेरै कुराको चुनौती बेहोर्नु परेको छ र अगाडि बढिन्छ। त्यसमा हामीलाई धेरै कुराहरूको चाहिँ अप्ठ्यारा अवस्थाहरू आउँछन्। त्यो अप्ठ्यारा अवस्थामा कसैले लेखेको एउटा गलत सूचनालाई सत्य साबित गर्नको लागि हामी सबै लागि परेका हुन्छौँ। जहाँ त्यो सत्य हुँदै हुँदैन त्यसलाई सत्य गर्न हामी लागेका हुन्छौँ। त्यस्ता कामहरू नगर्दिनु हुनको लागि पनि म आग्रह गर्न चाहन्छु। ओझेलमा परेका आवाजविहीनहरूका सत्यमा आधारित भएका कुराहरूलाई चाहिँ निष्पक्ष ढङ्गले अगाडि ल्याइदिनु होला। तपाईहरुको साथमा हामी पनि छौँ। आम जनमानसको साथसाथ कहिलेकाहीँ मिडिया पनि सोसल मिडियाको कारणले गर्दाखेरि झुकेको हामी देखिन्छौँ। त्यसकारण सोसल मिडियामा कुनै चिज आउन बित्तिकै, इन्टरनेटमा कुनै समाचार
या कुनै सन्देश आउन बित्तिकै हामीले स्वयं परीक्षण गर्नुपर्छ त्यसलाई कि त्यो तथ्य हो कि भ्रम हो। त्यसकारण सोसल मिडियाको सहज जति आसान भएको छ त्यतिकै दुरुपयोग पनि भइरहेको छ। हामी आम नागरिक सचेत हुनुपर्छ र खास गरेर मिडियाकर्मी त अझै सचेत हुनुपर्छ। नेपाल टेलिकमको 4G नै पर्फेक्ट छ। स्पिड, टेक्नोलोजी, कभरेज, रिलायबिलिटी, अफोर्डेबिलिटी र साथै क्वालिटी र सर्भिसमा पनि। नेपाल टेलिकम, राष्ट्रको सञ्चार। विश्रामपछि पुनः समाचारमा स्वागत छ। अब बाँकी समाचार। सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको 1 वर्ष म्याद थप गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्री परिषदको बैठकले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको 1 वर्ष म्याद थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभएको छ। उहाँले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति रक्षा मन्त्रालय अन्तर्गत रहेको बताउनु भएको छ। उहाँले समितिले पूर्वाधारका कामहरू गरिरहेको पनि जानकारी दिनुभयो। उहाँले यसअघि 4 वर्षको लागि समय तोकिएको र सो समय अवधि वैशाख 26 गते सकिने भएकाले आजको बैठकबाट 1 वर्ष म्याद थप गर्ने निर्णय भएको बताउनु भएको छ। त्यो एउटै एजेन्डामा बैठक बसेको थियो र यो टेक्निकल कारणले भएको थियो। यो राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति भन्ने हाम्रो रक्षा मन्त्रालय अन्तर्गत यो विकास समिति गठन आदेशबाट सञ्चालित भइरहेको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय छ। यसले पूर्वाधारका कामहरू गरिरहेको छ पूर्वाधार निर्माण विकास समिति भएको हुनाले। तर यसको समय के रहेछ भने 4 वर्षको लागि भनेर तोकिएको रहेछ। 4 वर्ष चाहिँ हाम्रो यो 26 गते पुग्दै रहेछ। त्यसकारणले गर्दा अहिले नयाँ विधेयक बनिन सकेको, कानुन बनिन सकेको र गठन आदेशको यो समय पनि पुरा हुँदै गइरहेको हुनाले, पुरा भइसक्ने भएको हुनाले हाम्रो आउने नियमित क्याबिनेटको बैठकमा सम्म यसको फेरि यो गठन आदेश पनि खारेज हुने अवस्थामा पुग्ने भएको हुनाले यसको थप 1 वर्ष म्याद थप गर्ने। सरकारले सरकारको नियमित मन्त्री परिषदको बैठक बस्ने दिनसम्म समितिको म्याद सकिएको हुने भएकाले आज नै बैठक बस्नु परेको पनि स्पष्ट पार्नुभयो। राष्ट्रिय सभा सदस्यहरूले परराष्ट्र मन्त्रालयसँग सम्बन्धित विभिन्न समस्याहरूको समाधान गर्न उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठको ध्यान आकर्षण गराएका छन्। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्यहरूले परराष्ट्र मन्त्रालयसँग सम्बन्धित जनताका विभिन्न समस्या र गुनासोहरूलाई सम्बोधन गर्न मन्त्री श्रेष्ठको ध्यान आकर्षण गराएका हुन्। बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य मोहम्मद खालिद दालले खाडी मुल्कमा नेपालीहरूको परिश्रमिक अन्य देशका नागरिकको तुलनामा आसमान भएको भन्दै ध्यान आकर्षण गराउनुभयो। उहाँले सो समस्यालाई नेपालले परराष्ट्र मन्त्रालय मार्फत समाधान गर्नुपर्ने बताउनुभयो। भन्नुको तात्पर्य के छ भने सेम काम गर्दा विदेशमा विशेष गरी मैले हेरेको खाडीमा यदि त्यही काम नेपालीले गरिरहेछ भने 2000 पाइरहेको छ, अन्य भारतीयले गरिरहेको छ भने 3000, बङ्गलादेशीले गरिरहेको छ त अर्को। राष्ट्रिय सभा सदस्य इन्द्रिना देवी गौतमले कूटनीतिक आचार संहिताको प्रभावकारी कार्यान्वयन किन हुन सकेन भनेर प्रश्न गर्नुभयो। उहाँले हमासको नियन्त्रणमा रहेका भनिएका विपिन जोशीको उद्धारका लागि केही पहल भइरहेको छ भनेर पनि प्रश्न गर्नुभयो। उहाँले नेपाल भारत बीचको सम्बन्धलाई सुमधुर बनाउनु पर्ने बताउनुभयो। स्पष्ट पारिदिनु होला भन्ने चाहन्छु। अनि जस्तो वैदेशिक रोजगारीमा गएका श्रमिकको सुरक्षा, उनीहरूले कमाएर ल्याएको अथवा उनीहरूको पारिश्रमिक जुन हुन्छ त्यसलाई चाहिँ उत्पादनमूलक ठाउँमा लगाउने अथवा रोजगारीको व्यवस्था गर्ने। राष्ट्रिय सभा सदस्य उदय बहादुर बोहराले चीन सरकार नेपालसँग विश्वस्त नभएको धारणा राख्नुभयो। उहाँले नेपालको एक चीन नीति हुनुमा चीनको चासो रहेको भन्दै नेपालको उच्च स्तरीय भेटवार्ताको क्रममा चीनले आशंका व्यक्त गर्न गरेको बताउनुभयो। उहाँले चीनलाई विश्वस्त बनाउन के गरिरहेका छौ भन्ने प्रश्न गर्नुभयो। महाशक्ति राष्ट्रको रूपमा चाहिँ स्थापित हुँदै गएको चीन र अर्को भारत र यसमा भारतीय चिजहरू त सामान्यतया केही चिजहरू आउँछन्। यो खास गरेर यो चीनको सवालमा अलि हामीसँग राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल सिन्हाको
राष्ट्रिय सभा सदस्य जगत बहादुर कार्कीले नेपाली युवाहरू युरोप गएर रोजगारी गरिरहे पनि त्यहाँ जान कानुनी जटिलताहरू रहेका भन्दै सहज वातावरण बनाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। उहाँले युरोप भिसा सेन्टर नेपालमा स्थापना गर्नुपर्नेमा जोड दिनुभयो। जो ठुला चाहिँ तपाईको व्यापारी हुन् तिनीहरूलाई हामीले त्यहाँ भित्राउन सकेनौँ भारतबाट चाइनाबाट, जबकि पहिला सुन्नमा प्रचारमा आएको थियो कि चाहिँ अब भारतको अब अम्बानीदेखि लिएर उताका चाहिँ अलिबाबासम्म नेपालमा आउने, बिल गेट्ससम्म नेपालमा आउने भन्ने कुरा थियो। तिनीहरू किन आएनन्, हामीले किन सकेनौँ? त्यसमा परराष्ट्र मन्त्री श्रेष्ठले राष्ट्रिय सभा सदस्यहरूले गराएको ध्यानाकर्षणलाई सरकारले गम्भीरतापूर्वक लिएको भन्दै आवश्यक काम कारबाहीहरूलाई अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले आफ्नो पार्टी एकताबद्ध रहेको बताएका छन्। सोमबार बसेको संसदीय दलको बैठकले पार्टीको सम्बन्धमा विभिन्न अफवाहहरू फैलिरहेको भन्दै पार्टी एक ढिक्का रहेको निष्कर्ष निक्लेको बताउनुभयो। आइतबार उपेन्द्र यादव नेतृत्वको सत्तारूढ जनता समाजवादी पार्टी नेपाल विभाजन भएसँगै एकीकृत समाजवादी पनि विभाजन हुन सक्ने भनेर टिक्का टिप्पणी सुरु हुन थालेको थियो। सोही विषयलाई प्रस्ट्याउँदै एकीकृत समाजवादीले पार्टीलाई अझ बलियो र सशक्त बनाउने दृढता पनि व्यक्त गरेका छन्। संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद शेरबहादुर कुँवरले बजेट अधिवेशनमा अशक्त ढङ्गले भूमिका खेल्ने र संसदीय दललाई प्रभावकारी बनाउने निर्णय गरिएको बताउनुभयो। उहाँले सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटबारे दलको तर्फबाट सरकारलाई रचनात्मक सुझाव दिन निर्णय भएको पनि जानकारी दिनुभयो। त्यस्तै उहाँले पार्टीका बारेमा हल्ला चलाइएको भन्दै आफूहरूको पार्टी एक ढिक्का भएको बताउनुभयो। वादीको संसदीय दलको बैठक बस्यो र बैठकमा राष्ट्रिय सभाका 8 जना र प्रतिनिधि सभाका 10 जना गरी 18 जनाको सहभागिता थियो। हाम्रो संसदीय दलको पूर्ण सदस्य 18 जना नै हो। हामी सबै उपस्थित थियौँ र दलले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य डाक्टर भेदुराम भुसालले अनावश्यक रूपमा बाहिरी हल्ला चलाइएको बताउनुभयो। उहाँले आफूहरूको पार्टीभित्र कुनै समस्या नभएको बताउनुभयो। उहाँले एकीकृत समाजवादी सहितका दलहरूको अर्को समीकरण बनाउँदैछन् भनेर गलत हल्ला चलाइएको पनि बताउनुभयो। कुनै पनि अर्थ छैन यस्ता भेटघाट सरसल्लाह यो बाहिर आएका प्रसारको कुनै पनि अर्थ छैन। त्यसको नि समीक्षा त भयो होला नि। अहिले हाम्रो विषय चाहिँ त्यो भएन हैन, के कुरा समीक्षा गर्नु भएन। जसभाको विभाजन हामीले समस्या हाम्रो मूल विषय त्यो होइन। हामी चाहिँ आगामी अधिवेशनमा कसरी जाने अब भनेर हाम्रो आफ्नो तयारीको निम्ति बसेको हुनाले त्यो विषय। सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक मेचमणि चौधरीले एकीकृत समाजवादीका कार्यकर्ता तथा समर्थकहरूलाई हतोत्साहित गराउनका लागि बालकोटमा बसे एकीकृत समाजवादी फुटको हल्ला चलाइएको बताउनुभयो। उहाँले योजनाबद्ध रूपमा हल्ला चलाइएको भन्दै त्यसले आफूहरूलाई कुनै असर नपर्ने पनि बताउनुभयो। नेपालको पोलिटिक्समा ब्रिफिङ गर्नुभएको छ भने सबै माननीय जीवहरू हामी प्रतिनिधि सभाका 10 र राष्ट्रिय सभाका 8 गरेर टोटलै 18 जना मान्यहरूको उपस्थितिमा उहाँहरूले सबैले आफ्ना कुराहरू राख्नु भएको छ। एकदमै आज 1 देखि अहिले कति। उहाँले राजनीतिक दल विभाजनले लोकतान्त्रिक व्यवस्थालाई नै कमजोर बनाउने बताउनुभयो। उहाँले ठूला दलहरूले नै जसपा विभाजनका लागि भूमिका खेलेका बताउनुभयो। हस्त अहिलेलाई यतिकै। पल पल खबर तेज नजर देख्ला अपन टेलिभिजन। नमस्कार।